हेलो दोस्तों, जय माता दी। हामी सबै वैष्णव देवीबाट हामीहरू आयौँ हरिद्वारमा दर्शन गर्नको लागि। पहिला हामीले हरिद्वार गङ्गा मैयामा स्नान गऱ्यौँ। सबैले स्नान गऱ्यौँ, जति पनि गइरहेथ्यौँ सबैजनाले मजाले पुरा मन लगाई 7 बार डुबुल्की मार्यौँ गङ्गा मैयामा। त्यसरी नै गङ्गा मैयाको पूजा गऱ्यौँ। पूजा गरेर आरती पनि गऱ्यौँ। यो आरती गङ्गा मैयाको यो आरती गर्नको लागि सबैजना यसरी बसिरहेछन्। हेर्नुहोस् कति राम्रो वातावरण छ, कति राम्रो लाग्छ यसरी आरती हेर्नको लागि। यसरी सधैँ गङ्गा मैयाको आरती सुनौँ जस्तो लाग्छ। तपाईँहरू पनि यदि जानु भइरहेछ भने हरिद्वार गङ्गा मैयाको आरती चाहिँ मिस नगर्नु। बेलुका सधैँ 7:15 तपाईँको आरती स्टार्ट हुन्छ। राम्रो लाग्छ आरती गरेर। जति पनि छन् पण्डितहरू सब आउँछन्, जति मान्छे छन् सब यहाँ हेर्नु कस्तो मजाले आरतीको लागि सबलाई रेडी गर्छन्। हामीले आरती गरिसकेर हामी हेर्नु अब हामीहरू ऋषिकेश यता राम झुला लक्ष्मण झुला यसरी हामीहरू जाँदैछौँ। यहाँ हाम्रो चाहिँ पिता हो, यहाँ कसरी हिँड्नु हुँदैछ। हामीहरू भिडियो बनाउनु, बाबु यसरी हात देखाउनु भन्दैछौँ। यहाँ झुलङ्गा पिङ कस्तो राम्रो झुला छ, एक साइडबाट जाने एक साइडबाट आउने। यो चाहिँ मेरो बहिनी, यो मम्मी हेर्न सक्नुहुन्छ। लास्टमा चाहिँ मैले नै भने मलाई पनि उठा सबै उठ्यो, म पनि उठ्नु पर्यो भनेर आफूलाई नि यसो उठ्न मन लाग्छ नि त होइन। त्यसरी गएर अब हेर्नुहोस् बहिनीको चाहिँ पोज नै बेलेग छन्। अब ऊ पनि एक्लै भिडियो बनाउँछ अरे। यसरी नै हामीहरू धेमाली गर्दै भिडियो बनायौँ। भिडियो बनाएपछि अकल ऊ मात्रै बनाउँछ क्या हो, म पनि बनाउँछु भनेर म पनि भिडियो बनाउन आएँ। दुईजना दिदीबहिनीले फेरि भिडियो स्टार्ट गऱ्यौँ। हेर्नुहोस् पुरा पोज दिँदैछौँ। जेसुकै भनोस्, मान्छे हेर्दै जाँदैछन् त्यही पनि हामीहरू आफ्नो पोज चाहिँ नछोड्ने हो। हाम्रो मम्मी चस्मा एकदम तल पारेर हामीलाई हेर्नुहुँदैछ, के चाहिँ गर्छ रहन यिनीहरू भनेर। हेर्नुहोस् पोज गऱ्यौँ, भिडियो बनायौँ। त्यसपछि हामीहरू घुम्न थाल्यौँ। हेऱ्यौँ ऋषिकेशका जति छन् सबले फोटो उठायौँ। यसरी हामी गएन ऋषिकेशमा, यसरी उहाँ पनि आरती स्टार्ट हुन्छ हेर्नु। यसरी फोटो उठायौँ गङ्गामा हामीले आरती गरेर। दिदी बहिनी चाहिँ फोटो नै मेन हो, फोटो उठाउन थाल्यौँ। त्यहाँ पछाडिबाट हामी छेउकी हाम्रो कान्छी दिदी हेर्नु उनलाई पनि फोटो उठाउन भन्न थाल्यौँ। हामीले उनको नि फोटो उठाइदियौँ। त्यहाँ पछाडिबाट हामी कि सानीमा हेर्नु, सानीमा पनि फोटो उठाउने अरे। त्यो छेउका बडेमाको पनि फोटो उठाउने अरे। त्यसै भएर मैले चाहिँ सबैको फोटो उठाइदिएँ। छेउका काका काकीहरूको फोटो उठाइदिएँ। लगतमा